हेलो नमस्ते अनि जोरले यहाँहरु सबैलाई मेरो यस एसबी मगर युट्युब च्यानलमा फेरि पनि हार्दिक स्वागत गर्दछु। आज पनि मैले यहाँहरु समक्ष एउटा मेरो सानो अनुभव अथवा सानो एउटा जानकारी चाहिँ लिएर आएको छु। त्यो के हो भने हामीले चाहिँ रायो सागको सिजनमा मजाले रायो साग खान्छौं, तर रायो सागको सिजन सकिएपछि हामीले लगाउने साग भनेको सुमसुमे, मुस्टर्ड सुमसुमे अथवा जरे साग भन्ने लगाउँछौं र अर्थात जरै समेत उखालेर खाने सागलाई जरे साग भनिन्छ। त्यो लगाउँछौं र त्यो चाहिँ हामीले 1 महिनामै रेडी गर्छौं। र 1 महिनामै हामीले कसरी रेडी गर्छौं भनेर चाहिँ तपाईहरुलाई मैले कसरी रेडी गरे, कसरी यस्तो बनाए भनेर तपाईहरुलाई एउटा सानो जानकारी दिँदै छु। कृपया भिडियो चाहिँ अन्तिमसम्म स्किप नगरिकन हेर्दिनु होला र अन्तिममा पुगेपछि हजुरहरुले एक लाइक र अनि तल कमेन्ट बक्समा चाहिँ तपाईहरुको मनमा लागेको कुराहरु, मनमा लागेको जिज्ञासाहरु चाहिँ मजाले कमेन्ट गरेर सोध्नु होला। म फुर्सद हुँदा अथवा म पछि तपाईहरुको त्यसको रिप्लाई मजाले दिनेछु है त। सुरुमा मैले यहाँहरुलाई चाहिँ यो मैले लगाएको रायो साग चाहिँ एकचोटी सरर देखाउँदै छु है त। तपाईले देख्न सक्नुहुन्छ। यो चाहिँ मैले लगाएको जरे साग अथवा मुस्टर्ड सुमसुमे साग पनि भनिन्छ, जरे साग पनि भनिन्छ। यो मैले लगाएको साग हो। हेर्नु है त, यो मैले बिउ छरेको ठ्याक्क 1 महिना भयो है। 1 महिनामा यस्तो रेडी भएको छ। यहाँ मजाले हेर्नु होला, मैले यो लगाएको साग चाहिँ यो है। यो मैले कुन साग लगाएँ भनेर तपाईहरुलाई यसको बिउको प्याकेट समेत देखाउने छु है त। मैले लगाएको साग यो हो, मुस्टर्ड सुमसुमे 1। यही सागको बिउ चाहिँ मैले यो लगाएको यो हो। अब यसलाई चाहिँ खेती कसरी गर्ने भनेर चाहिँ म तपाईहरुलाई कसरी चाहिँ 1 महिनामै यतिको बनाउन सकिन्छ भनेर तपाईहरुलाई मैले मेरो एउटा सानो अनुभव अथवा जानकारी दिँदै छु है त। सुरुमा हजुरहरुले जमिन रेडी गर्नुपर्ने हुन्छ। जमिन रेडी गर्दाखेरि अब यस्तो तरिकाले जमिन रेडी गर्नु होला। यो जमिनमा चाहिँ तपाईहरुले यसमा चाहिँ कम्पोस्ट मल प्रशस्त हुनु पर्यो। गाईको गोबर मल मजाले पाकेको मल चाहिँ प्रशस्त हुनु पर्यो। त्यसमा डीएपी, पोटास, युरिया मजाले छरेर चाहिँ मजाले खन्नु होला। खनिसकेपछि त्यसलाई मजाले सम्याउनु होला, किनभने यसमा सुक्खा सिजनमा पानी लगाउनु पर्ने हुन्छ। त्यही भएर छेउछेउमा अलिअलि डिल बनाएर चाहिँ यस्तो डिल बनाएर चाहिँ पानी बाहिर नजाओस् भनेर सानो डिल बनाएर चाहिँ यसरी रेडी गर्नु होला। र त्यसपछि मजाले सम्म बनाएर चाहिँ बिउ छर्नु होला। बिउ छरिसकेपछि अब चिस्यान छैन भने पानी लगाइदिनु होला। चिस्यान छ भने लगाउनु पर्दैन र 2 देखि 3 दिन भित्रमा चाहिँ यसले मजाले उम्रिसक्छ। यो मैले तपाईहरुलाई देखाउँदै छु। यो मैले छरेको 3 दिन भयो। 3 दिनमा मजाले कताकति फटाफट निस्किसकेको छ। अब यसलाई चाहिँ हामीले तपाईहरुले चाहिँ जसले खेती गर्दै हुनुहुन्छ उहाँहरुले चाहिँ अब बीचमा यसलाई बिख भिटामिन यताहरु केही गर्न पर्दैन। सुरुमा जमिन तयार गर्दाखेरि चाहिँ मल चाहिँ एकदम प्रशस्त मात्रामा हाल्नु पर्यो र बीचमा यसलाई बिख भिटामिन केही गर्नु पर्दैन। हल्का किरा लाग्यो भने चाहिँ किराको चाहिँ केही उपाय लगाउनु होला। र मेरोमा चाहिँ त्यति साह्रो किरा लागेको छैन। 1 महिनामै रेडी भएको साग हो यो, तपाईहरुले देख्न सक्नुहुनेछ। र यदि किरा लागेको छैन भने किराको पनि केही गर्नु परेन। र 1 महिनामा यसरी मजाले खान
योग्य हुनेछ। तपाईँलाई म यहाँ देखाउँदैछु है त हातले। यतिको भएको छ हेर्नु त। यसलाई चाहिँ अब हामी मजाले टिपेर चाहिँ मुठा बाँधेर चाहिँ बजारमा लाने तयारी गर्दैछौँ। र हजुरहरूले पनि अब यही अनुसारै यसै गरी खेती गर्नुभयो भने 1 महिनामै रेडी हुनेछ। मेरो यो अनुभव मात्रै हजुरहरूसँग सेयर गरेको हो। र अन्तिममा हजुरहरूलाई के भन्न चाहन्छु भने यदि कम्पोस्ट मल प्रशस्त मात्रामा छैन भने हजुरहरूले बजारमा पाउने यो कृषक पोषक दानेदार भन्ने मल पनि युज गर्न सक्नुहुनेछ है। यसलाई सुरुमा जमिन तयार गर्दाखेरि यसलाई ल्याएर मजाले छरेर चाहिँ जमिन रेडी गरेर बिउ छर्नुभयो भने मजाले यसको उत्पादन हुनेछ भन्दै हजुरहरूलाई मैले अब आज चाहिँ यो जानकारी यति नै गरेँ। अब यसमा केही जिज्ञासा छ भने चाहिँ कमेन्ट गर्नु होला, म त्यसको रिप्लाई दिनेछु। अथवा अर्को भिडियो बनाउँदाखेरि तपाईँहरूको जिज्ञासा अनुसारै बनाउनेछु भन्दै आजलाई चाहिँ अब यो भिडियो यति नै। भिडियो अन्तिमसम्म हेरिदिनु भयो धन्यवाद। र कमेन्ट र लाइक गर्न चाहिँ नबिर्सिनु होला। र कोही मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला भन्दै बिदा हुन्छु। हस् त, धन्यवाद।